जातिवादीको पार्टी भनेपछि मेयर हर्क साम्पाङज्यूले मुखभरिको जवाफ दिइहालेछ। हेर्नुहोस् भिडियो। जातिवादी भनेर खोज्नु हुँदैछ होइन, त्यो आरोप लाग्छ। त्यो आरोप लाग्छ। केपी ओली कुन बाहुन होला? केपी हो एमालेलाई बाहुनको पार्टी भन्यौँ हामीले है, भन्यौँ त भनेर हिजो मात्रै झापाको क्षेत्र नम्बर मलाई लाग्छ 4 क्षेत्र नम्बर 4 को उम्मेद्वार उहाँ 40 वर्षसम्म मैले एमालेको झण्डा बोक्ने भनेर एकजना राई कास्टको मान्छे आउनु 40 वर्षसम्म उसले बाहुनको पार्टी भनेर झण्डा बोकिदिएको हो र त्यो दिदीले राई दिदी जसलाई मैले टिकट दिएको छु उहाँ उठ्दै हुन्छ त्यहाँ। एमाले बाहुनको पार्टी भएन। रवि लामिछाने बाहुन हो तपाईँले सोधेको हो? अलिक साह्रो बोल्नु न, हो न डराइ बोल्नु न। पत्रकार कहाँ बोल्नुहुन्छ के अरे डराउँछ? त्यो पनि जेनजी पत्रकार भन्दा पनि हुन्छ तपाईँलाई होइन। घन्टी पार्टीलाई हामीले बाहुनको पार्टी भन्यौँ कहिले? भन्नु भएन। जातिवादी भन्यो है। अनि हर्क साम्पाङले मैले अघि भने त यो देशमा 1125 वर्ष शासन गर्ने किराँतीहरू यलम्बर सन्तान हो। मैले पार्टी खोल्दा चाहिँ जातिवादी भयो। तर पनि जातिवादी भयो। बस्दैन हैन। जातिवादी कसरी भयो? कुन अर्थमा जातिवादी भयो? मैले बाहुन साथीहरूलाई टिकट दिन, बाहुनहरू चाहिँ हाम्रो चाहिँ केन्द्र समितिमा छैन कि मैले पार्टीको अध्यक्ष पनि बाहुन बनाउनु पर्थ्यो, छेत्री बनाउनु पर्थ्यो, अर्को जातको बनाउनु पर्थ्यो कि के भन्न खोजेको? मेरो विचारबाट, मेरो मेहनतबाट, मेरो पसिनाबाट बनेको पार्टी हो यो। अनि यसको अध्यक्ष म नबसेर को बस्छ? तपाईँ बस्ने? अनि हर्क साम्पाङ चाहिँ एउटा राई भएको कारणले उसले खोलेको पार्टी चाहिँ राईको पार्टी भनिदिएको छ। यो त श्रमदाताको पार्टी हो। श्रमदानमा मैले बाहुनलाई नआइज भने हो र, छेत्रीलाई नआइज भनेको छु, श्रेष्ठलाई नआइज भनेको छु, त्यसो नभनिदिनु है। म मिडिया तपाईँको मिडिया मार्फत भन्न चाहन्छु। जातिवादी पार्टी भनेर विरोध गर्ने विरोधीहरूलाई यो भिडियो शेयर गरिदिनुहोस्। जय माटो, जय देश।